संसारमा सम्पन्न बन्नु छ भने कसरी ट्याक्स कम तिर्ने हो दिमाग लगाउनुहोस्। संसारको सबैभन्दा वेल्दी मान्छेहरूले कसरी ट्याक्स कम तिर्न सकिन्छ त्यसको लागि करोडौं तिरेर सीएहरू पनि राख्छन्, उपायहरू पनि निकाल्छन्। लिगल्ली नै, इल्लिगल्ली भने होइन, भ्याट छली गरेर भने होइन, तरिका जानेर। कसरी तरिका जाने त भन्दाखेरि ल तपाईँ एकदम राम्रो पढ्नु भयो, राम्रो कमाउनु भयो अरे, नेपाल बसेर विदेशको कम्पनीमा काम गर्नुभयो अरे, तपाईँको स्यालेरी छ 60 लाख रुपियाँ अरे वर्षको। राम्रो हो नि त त्यो भनेको। कति % ट्याक्स तिर्नुहुन्छ सरकारलाई थाहा छ? 39% तिर्नुहुन्छ तपाईँले कमाएको, 39% ट्याक्स तिर्नुहुन्छ सरकारलाई। यही स्टक मार्केटमा तपाईँले 60 लाख रुपियाँ कमाउनु भयो अरे, कति तिर्नुहुन्छ? 7.5% तिर्नुहुन्छ एक वर्षमा कमाउनु भयो भने, या 5% तिर्नुहुन्छ। कहाँ 39 कहाँ 5? आफ्नै कम्पनी खोलेर कमाउनु भयो अरे, कति तिर्नुहुन्छ? 25% छैन कर्पोरेट ट्याक्स, त्यहाँ पनि 25% तिर्नुहुन्छ। यसरी ट्याक्स बचाउने हो क्या सम्पन्न हुनलाई। द्याट इज वाइ यु इन्भेस्ट इन स्टक मार्केट, ट्याक्स बचाउनको लागि। तपाईँ फ्रिलान्सर भएर काम गर्नुभयो, मेरो कम्पनीमा काम गर्नुभयो, मलाई बिल पठाउनु भयो भने मैले तपाईँलाई पे गर्दाखेरि तपाईँको केही कम्पनी सम्पनी दर्ता छैन भने म कति % काटेर दिन्छु थाहा छ तपाईँलाई? 15% काटेर दिन्छु। तपाईँको प्यान बिल मात्र छ या भ्याट बिल मात्र छ भने म कति % काटेर दिन्छु थाहा छ? 1.5%। त्यहाँ बच्छ 14-15%, 12-13% बच्छ त्यहाँ। यो कुराहरू बुझ्नु पर्यो क्या, ट्याक्स कसरी बचाउने। जबसम्म ट्याक्सको नलेज हुँदैन तपाईँले जति कमाए पनि आधा त सरकारले म तिम्रो पार्टनर हो ब्रो आऊ देऊ मलाई पनि भनेर लिएर जान्छ, जे कुरामा पनि। हजुर